कसरी चाहिँ टिप्छ कफी अङ्कल के गर्दै तपाईँ के निकाल्दै हुनुहुन्छ ल हाम्रो यता एउटा हाम्रो ब्लगर दिनेश जङ छेत्री यता हाम्रो एउटा कामदार ल दिनेश दाईको बुढी भाउजू कराउनु भयो फेरि भाउजू कराउनु ला हामी चाहिँ ढिलो आएर कति बज्यो 9 बज्न लाग्यो ए माछालाई मुनि धेरै दिन बोला मुनि आछु नस्लो अहिले कफी टिप्ने दिनेश दाईलाई कस्तो टेन्सन दिएछ नि म्यानेजर अङ्कल 5000 दिनु अरे के ओ बज इ भाउजूको त गाडी भाङ्गिएछ भने कठै कफी गाँगा माथि हेरेर भाउजूले रिसाले इ कठै दिनेश दाई के भन्न चाहनुहुन्छ अङ्कल ल कफी जोरले सोध्नु भएको छ यता इसानमा कफी तोडाई जनता जान्न चाहन्छन् भाउजू भाउजू ओ भाउजू क्या हो अरे हेर न दिनेश दाई भाउजूलाई सम्झाउनु त म्यानेजर अङ्कल फर्किने दिनेश दाई हामी कहाँ जाँदैछौँ अहिले तपाईँ चुरोट खाँदै कहाँ जानु लाग्यो हामी रुममा जाँदैछौँ मुटुल भएर चुरोट खा भाउजू गाला पड्काउनु न चुरोट खाने बेला नाइ खान त्यो ओहो यतिको सपोर्ट गर्ने मान्छे चाहिँ हुनुपर्छ ए अङ्कल पल्ला रोक्या भाउजू जस्तो सपोर्ट गर्ने मान्छे हुनुपर्छ हो कि न भाउजू तपाईँ जस्तै हुनुपर्छ जीवन साथी होइन सपोर्ट गर्ने खाए पनि खा भन्ने ल्याएर दिने सबै सबै फर्किने कति बज्यो 5 बजे केटोलाई पनि देखा ल कफी सिजन हाम्रो कालो बस मेन असिस्टेन्ट ठेकेदार गयो हात लाउँदै अरू ठेकेदार 100 ठेकेदार इधर आने वाला का काम में नहीं वापस आएगा ओके tell me again कभी सुधा